यतिखेर हामी चाहिँ बेलुकी पख मालुङकोटको डाँडामा गइरहेछौँ। यो बेलुकीको एक्सर्साइज जस्तो पनि भनौँ। यहाँबाट लगभग हामी 1 घन्टा जतिमा चाहिँ मालुङकोट पुग्छौँ होला। हाम्रो साथीहरू चाहिँ आउँदै हुनुहुन्छ। बाटो एकदमै उकालो भएको कारणले गर्दाखेरि अलिकति हिँड्न अलि मुस्किल भएको छ। धेरै लामो बाटो पार गरेर आइसकेका छौँ होइन त सर? नमस्कार। होइन हामी सबैजना साथीहरू मिलेर बेलुकीको वाक जस्तो हिँडेको होइन सर? एकदम यार ल आउनुहोस् सर। खुसी छु म। ल त्यो मेरो साथीको ब्लगमा यहाँलाई स्वागत छ। यो साथीको मेडललाई एउटा सब्सक्राइब गरिदिनु होला। ल हस्। ल हामी अब मालुङकोट पुगेपछि देखाउँला होइन के छ कसो छ। ल बाटो एकदमै उकालो छ। ल हेर्नुहोस् त त्यो डाँडाको टुप्पोमा पुग्नु छ। यात्रा धेरै लामो छ। पाइलाहरू रोकिएका छैनन्। ए सानो सानो बस्ती, यता मन्दिर पनि रहेछ है। कस्तो लागिरहेको छ तपाईँहरूले? के छ? ए बस्ने चौतारा पनि रहेछ है यहाँ। ए मन्दिर पनि रहेछ यता। ल पसिनाले त भिज्यो होइन? यस्तै छ। चिसो पानी खानुको आनन्दै बेग्लै हुन्छ यार। हत्तेरी पानी चिसो खाइयो। ल सर चिसो पानी खाउँ। यात्रा अझै लामो छ। ल ओके सर ओके। ल टक्क चिसो पानी खाने। त्यो टुप्पोमा जाने हो हामी अहिले। यता धेरै नै लामो छ। पानी परे पनि जाने होइन सर? पुगेर आउने भिजेरै आउने हो कि? म त केही हुन्न यार। यस्तो के पसिनाले त्यतिकै जान्छ नि त होइन सर? फरक पर्दैन कि? त्यो दार्चुलाको उहाँ त्यत्रो चेपचेपमा हिँडे मान्छे अनि यत्रो 2 घन्टाको बाटो हिँड्न सकिन्न होइन सर? हो ल त्यो त हो, तर हामी विचलित हुने छैनौँ। त्यो डाँडामा पुगेर आउने हो आज। ल ल पानी सानी खाएर टक्क फेरि उकालो लाग्यो साथीहरूसँग। पानी त पर्न लाग्यो होइन? पानी परेर भिजै पनि अब टक्क मालुङकोट पुगेर आउने भन्ने हाम्रो प्लान छ आज। ल यस्तो उकालो छ। टक्क मकै सकै भर्खर पाक्दै रहेछ गाउँघरतिर होइन? टक्क बाटोमा सानो सानो घरहरू पनि रहेछ। ओहो पानी त ठुलो पऱ्यो त सर यार। पानी ठुलो पऱ्यो त, तर परे पनि पुग्ने हो यार। ल गाइस हाम्रो यात्रा चाहिँ जारी नै छ होइन? पानीले भिजेर लखतरान भइरहेको छ। यस्तो पानीमा पनि हाम्रो ट्रेकिङ रोकिएको छैन होइन सर? होइन सर? हेर्नु त सर यहाँ हाम्रो हालत यस्तो छ है। पानीले भिजिएको छ। पुग्नुपर्ने उतो डाँडाको टुप्पोमा छ है। यस्तो छ हाम्रो शरीर यस्तो हुनुहुन्छ होइन? तर धेरै लामो बाटो सत्य अहिले डह्रो भिज्यो यार आज। हेर्नु त जिउ यस्तो भएको छ। तर यात्रा रेगुलर छ। पानी परेर यस्तो छ है हाम्रो यो लोकल खाताको के अनुसार। ल यो है हाम्रो। तर अब चाहिँ हामीले के डिसिजन गऱ्यौँ भने अब धेरै माथि पुग्नु छ र पानीले असाध्यै सताए पछाडि हामी फर्किने यहीँबाट निधो गऱ्यौँ। ल